बोलपत्र सम्बन्धी भिडियो अन्तर्गत आजको मेरो प्रस्तुति कुनै पनि सार्वजनिक निकायले बोलपत्र पोर्टलको प्रयोग गरी कन्ट्र्याक्ट रेकर्ड कसरी अपडेट गर्ने भन्ने विषयमा केन्द्रित रहनेछ। नमस्ते, म इन्जिनियर राम विनय यादव। आउनुहोस् आजको विषयवस्तुमा प्रवेश गरौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले मिति 2083 साल ज्येष्ठ महिना 8 गते कन्ट्र्याक्ट रेकर्ड अपडेट गर्ने सम्बन्धमा सूचना प्रकाशन गरेको थियो। सो सूचनामा कन्ट्र्याक्ट अवार्ड भइसकेका ठेकाहरूको विवरण बोलपत्र पोर्टलमा रहेको कन्ट्र्याक्ट रेकर्ड्समा प्रविष्ट गरिदिन भनिएको छ। कन्ट्र्याक्ट रेकर्ड इन्ट्री गर्ने प्रक्रियाको सम्बन्धमा पिपिएमओले एउटा म्यानुअल समेत जारी गरेको छ। सो म्यानुअल पिपिएमओको वेबसाइट ppmo.gov.np को डाउनलोड सेक्सनबाट डाउनलोड गर्न सकिनेछ। यस कन्ट्र्याक्ट रेकर्ड म्यानुअलमा कन्ट्र्याक्ट रेकर्ड सम्बन्धी स्टेप बाई स्टेप प्रोसिजर दिइएको छ। बोलपत्र पोर्टलमा मुख्य गरी 4 वटा युजरबाट काम गर्ने गरिन्छ। ती युजरहरू हुन्: नम्बर 1 एडमिन युजर, 2 एप्रुभर युजर, 3 रिभ्युअर युजर र 4 क्रिएटर युजर। कन्ट्र्याक्ट रेकर्ड अपडेट गर्न यी 4 वटा युजरहरूको अलावा एउटा अर्को अकाउन्टेन्ट युजरको आवश्यकता पर्दछ। अकाउन्टेन्ट युजर पहिले नै बनेको छैन भने एडमिन युजरबाट नयाँ अकाउन्टेन्ट युजर बनाउनु पर्ने हुन्छ। नयाँ अकाउन्टेन्ट बनाउन एडमिन युजरबाट लगइन गर्ने, त्यसपछि एडमिन सेक्सनको युजर म्यानेजमेन्टको इन्भाइट युजरको पब्लिक इन्टिटी युजरमा जाने, युजर डिटेल्स एन्ट्री गरी इनिसिएट रेजिस्ट्रेसनमा क्लिक गर्ने, त्यसपछि इमेलमा आएको बोलपत्र रेजिस्ट्रेसन इन्भिटेसन सम्बन्धी मेलको एक्टिभेट बोलपत्र अकाउन्टमा क्लिक गरी अकाउन्ट डिटेल्स इन्ट्री गरी रेजिस्टरमा क्लिक गर्ने, त्यसपछि फेरि एडमिन युजरमा जाने, एडमिन युजरको ड्यासबोर्डमा पी रेजिस्ट्रेसनको पेन्डिङ टास्कमा क्लिक गर्ने, त्यसपछि राइट साइडमा रहेको एक्सन बटनमा क्लिक गर्ने, त्यसपछि क्लेम टास्कमा क्लिक गर्ने र त्यसपछि अकाउन्टेन्टमा क्लिक गर्ने, कमेन्ट लेख्ने अनि अप्रुभमा क्लिक गरेपछि अकाउन्टेन्ट युजर क्रिएट हुनेछ। अकाउन्टेन्ट युजर क्रिएट भएपछि कन्ट्र्याक्ट अवार्ड अपडेट सम्बन्धी काम अगाडि बढाउन सकिन्छ। अब कन्ट्र्याक्ट अवार्ड अपडेट गर्न अकाउन्टेन्ट युजरबाट लगइन गर्ने, त्यसपछि प्रोक्योरमेन्ट एक्जिक्युसनको कन्ट्र्याक्ट म्यानेजमेन्टको कन्ट्र्याक्ट रेकर्ड्समा क्रिएटमा क्लिक गर्ने। अब 1 बाई 1 गर्दै प्रोजेक्ट डिटेल्स, कन्ट्र्याक्ट डिटेल्सको एन्ट्री गर्दै जाने, अन्त्यमा बिड इन्फो सम्बन्धी विवरण इन्ट्री गर्ने। विशेष परिस्थितिमा भएको खरिद अर्थात् स्पेशल सर्कमस्टान्सेस प्रोक्योरमेन्ट हो भने इज एससीपीमा यस सेलेक्ट गर्ने अनि एससीपी टाइपमा कस्तो खालको विशेष परिस्थिति हो त्यो सेलेक्ट गर्ने। विशेष परिस्थितिको खरिद होइन भने इज एससीपीमा नो सेलेक्ट गर्ने। सबै फिल्डमा एन्ट्री गरिसकेपछि सेभमा क्लिक गर्ने। यसरी कुनै पनि योजना सम्बन्धी कन्ट्र्याक्ट रेकर्ड क्रिएट गर्न सकिन्छ। यदि कुनै रनिङ प्रोजेक्टको कन्ट्र्याक्ट रेकर्ड पहिले नै इन्ट्री भइसकेको छ र त्यसमा थपघट गर्नुपर्ने छ वा उक्त प्रोजेक्ट कम्प्लिट भएको अवस्थामा कन्ट्र्याक्ट रेकर्ड अपडेट गर्नुपर्ने हुन्छ। त्यसको लागि प्रोक्योरमेन्ट एक्जिक्युसनको कन्ट्र्याक्ट म्यानेजमेन्टको कन्ट्र्याक्ट रेकर्डको भ्यू अपडेटमा क्लिक गर्ने। कन्ट्र्याक्ट रेकर्ड इन्ट्री भइसकेको सबै प्रोजेक्टको लिस्ट यहाँ देखिन्छ। त्यसबाट हामीले अपडेट गर्नुपर्ने प्रोजेक्टको भ्यू अपडेटमा क्लिक गरी आवश्यक विवरणहरू अद्यावधि गरी अपडेट गर्न सकिन्छ। यसरी कुनै पनि प्रोजेक्टको कन्ट्र्याक्ट रेकर्ड क्रिएट तथा अपडेट गर्न सकिन्छ। बोलपत्र सम्बन्धी अन्य भिडियोको लागि हाम्रो च्यानल हेर्दै गर्नुहोला। धन्यवाद।